चाहिँ मलाई बोलाइदिनु भयो अनि मेरो पनि केही भनाइहरू राख्दिने मौका दिनुभयो र बहिनीले पनि धेरै राम्रो गाउनुभयो। अझै प्रगतिको शुभकामना छ है। र मेरो यो कमेन्टलाई चाहिँ फेरि मनमा नराम्रो नलिनु होला, राम्ररी लिनु होला है त। है मैले पनि जीवनमा अनुभव गरेको कुरा भन्ने हो। म पनि त्यति धेरै अनुभवी व्यक्ति त होइन। मैले आफ्नो जीवनमा जति अनुभव गरेँ, जति कुरा सिकेँ यो 12-13 वर्षमा, त्यो कुराहरू मैले सिकाएको र सधैँ अगाडि बढ्नुहोस् यही शुभकामना छ। यहाँ आउनु भएको छ एफआइसीजी पनि, उहाँलाई पनि थ्याङ्क यू सो मच। सबैलाई सपोर्ट गर्नुभएको छ, निकै नै राम्रो सपोर्टर हुनुहुन्छ उहाँ म्युजिकको। र सम्पूर्ण जति पनि हुनुहुन्छ मलाई माया गर्ने सम्पूर्णहरूप्रति पनि म एकदमै आभारी छु। सबै आउनु भएको छ यहाँ लाइभ हेर्नलाई। धन्यवाद। हजुर धन्यवाद सुरेश सर, धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल दिनुभयो, त्यसको निमित्त हाम्रो सम्पूर्ण टिमको तर्फबाट धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। अनि धन्यवाद दिन चाहन्छु अतिकजी तपाईँको यो मिठो प्रस्तुतिको लागि र अहिलेको लागि पनि हामी तपाईँसँग छुटिन चाहन्छौँ। र म अबको क्रममा हाम्रो यस कार्यक्रमका स्पोन्सर प्रायोजक आदरणीय गगन थापा सरलाई अतिथिको आसन गर्नको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। गीत सङ्गीतलाई एकदमै धेरै माया गर्नुहुन्छ आदरणीय गगन सर, हजुरलाई आसन गर्न सँगसँगै म अबको छोटो समय प्रदान गर्न चाहन्छु शुभकामना मन्तव्यको निमित्त। प्लिज यो समय तपाईँको लागि। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालकज्यू होइन, माधव सर लगायत सम्पूर्ण सङ्गीत प्रेमी दाजुभाइ दिदीबहिनीहरू जति पनि उपस्थित हुनुहुन्छ यहाँनिर, विन्डोजमा बसिराख्नु भएको छ, गेस्टमा बस्नु भएको छ, हजुरहरूलाई पनि एकदम दिलबाट नमन गर्न चाहन्छु। र तल बसेर जतिजनाले पनि सङ्गीतलाई सुनेर आनन्द लिइराख्नु भएको छ, सबैजनालाई चाहिँ नै मेरो तर्फबाट नमन नमस्कार गर्न चाहन्छु। आज म एकछिन बाहिर निक्लेको थिएँ होइन, अनि त्यसपछिबाट हाम्रो सपना बहिनीले सेयर गर्नुभएछ लाइभ, अनि ठिक छ नि त भनेर छिरिहालेँ। छिरे पछाडि त अवसर दिनुभयो तपाईँहरूले, यति धेरै भ्युवर्सहरूको माझमा तपाईँहरूले मलाई पुल गरिदिनु भयो, त्यसको लागि एकदमै हृदयबाट नै कृतज्ञता अपनाउन चाहन्छु। र प्रदीप सरलाई एकदमै नमस्कार छ मेरोबाट है। अनि हाम्रो सुरेश लामा भाइलाई चाहिँ मैले देखिरहेको हो टिकटकमा, कता कता गाउँदै गरेको यता देखिरहेको थिएँ, तर भाइले यति मिठो पनि बोल्नु हुँदो रहेछ भनेर चाहिँ मैले फर्स्ट टाइम सुन्दैछु। एकदम राम्रो प्रतिक्रिया दिनुभयो। अब प्रदीप सर त हुँदै हुनुहुन्छ, प्रदीप सरसँग त हाम्रो प्रत्येक एपिसोडहरूमा भेट भइ नै रहेको हुन्छ, तर सुरेश भाइलाई आज यसरी प्रत्यक्ष रूपमा देखेर एउटै ब्रड सेयर गर्नु पाउँदाखेरि एकदमै खुसी लागिरहेको छ होइन। र सुरेश भाइले दिएको प्रतिक्रिया मलाई एकदमै ठिक पनि लागेको छ। जब गाना गाउँदाखेरि मान्छे एउटा भावमा डुब्नु पर्छ भन्ने त्यो एउटा प्रेजेन्टेसनको कुरा आउँछ त्यसमा होइन। सबैभन्दा ठुलो कुरो प्रेजेन्टेसनले पनि फरक पार्छ क्या। अब त्यो तपाईँहरूलाई थाहा छ होइन। अब गीत कुन भावमा बगिरहेको छ अनि आफ्नो प्रेजेन्टेसन कुन दिशातिर बगिरहेको छ, त्यो हरेक कुराहरू हुन्छ सङ्गीतमा होइन। अब त्यो त मैले भन्नु पर्ने कुरै होइन, यो त अब जजहरूले हेर्नुहुन्छ। प्रदीप सर यहाँ हुनुहुन्छ, डेभिड सर हुनुहुन्छ, अरू दिग्गजहरू हुनुहुन्छ। आज मैले हाम्रो महेश सरलाई महेश सरलाई देखिनँ मैले आज है। महेश सर हुनुहुन्न रहेछ क्या। महेश सर र हाम्रो अर्को एकजना भाइ हुनुहुन्थ्यो नि, उहाँ भाइ पनि हुनुहुन्न रहेछ। जे होस् मिस गरेँ मैले उहाँहरूलाई पनि। खुसी लाग्यो। अब कम्पिटिसन एकदम टफ भएर गइरहेको छ। अब प्रतियोगीहरू एकदमै निखारेर आइरहेका छन् होइन। सबै कन्टेस्टेन्टहरूले आफ्नो आफ्नो तर्फबाट आफ्नो आफ्नो बेस्ट दिने कोसिस गर्नु होला सबैले होइन। सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु। यति इजी चाहिँ छैन रहेछ। अब मैले पनि विगत 2-3वटा एपिसोडहरू हेरेँ होइन। देख्दाखेरि अब एकदमै
के अरे प्रतियोगीहरू कम्पिटिटरहरू चाहिँ एकदमै टफ उसमा आइरहेको छ। आज यो बहिनीले गाएको ठ्याक्कै सुने होइन, मैले यो बहिनीलाई फर्स्ट टाइमै आज देखेँ पनि र उहाँको आवाज पनि सुन्न पाएँ। एकदमै मिठो आवाज रहेछ उहाँको पनि होइन। एकदमै तपाईँलाई पनि शुभकामना छ बहिनीलाई पनि। र तपाईँले यो नसोच्नु होला कि फेरि अब आज सरले प्रदीप सरले मिठो कमेन्ट गर्नुभयो, सुरेश सरले राम्रो कमेन्ट भन्नुभयो, त्यसपछि एउटा गगन दाईले पनि एकदमै मिठो प्रतिक्रिया दिनुभयो भनेर मखाउनु पर्नु होला। अरू कन्टेस्टेन्टहरू पनि त्यस्तै छ, सबै धुरुन्दार छन् यहाँनिर होइन। एकदम खतरा कन्टेस्टेन्टहरू हुन्छ। त्यो भएर आफ्नो तर्फबाट चाहिँ बेस्ट अफ द बेस्ट पर्फर्मेन्स दिने कोसिस गर्नुहोस् होइन। यही शुभकामना भन्न चाहन्छु। र अनि इन्टायर साझा चौतारी टिमलाई एकदमै दिलबाट सल्युट छ। हजुरको यो कार्यक्रमलाई यसरी निरन्तर रूपले होइन एकदमै सुमधुर प्रकारले एकदमै अनुशासित ढङ्गले जुन प्रकारले तपाईँहरूले यो प्रोग्रामलाई रन गरिराख्नु भएको छ, एकदमै म एकदमै खुसी छु है। तपाईँहरूको यो कार्यक्रममा सहभागी हुनु पाएकोमा आफूलाई धेरै गौरव पनि गरेको छु है। म पनि एउटा पार्ट अफ तपाईँहरूको प्रोग्राममा एउटा पार्ट अफ मेम्बर जस्तो भएर उभिनु पाउँदाखेरि एकदम खुसी मानेको छु है। ल हस् त, म धेरै समय लिन चाहन्न र म निक्लिन्छु भने म एउटा सानो कामले बाहिर आएको थिएँ, त्यसले गर्दाखेरि है। ल फेरि भेटौँला फेरि अर्को आगामी कार्यक्रमहरूमा। धन्यवाद गगन सर। तपाईँ जस्तो व्यक्तित्व हाम्रो यस परिवारमा जोडिनु भएको छ, जो स्पोन्सर मार्फत प्रायोजक मार्फत हामीसँग जोडिनु भएको छ, त्यसको निमित्त हाम्रो सम्पूर्ण टिमको तर्फबाट तपाईँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आगामी दिनमा पनि तपाईँको साथ सहयोग र सल्लाह सुझाव तथा प्रतिक्रियाको पनि अपेक्षा राख्न चाहन्छौँ। धेरै धन्यवाद गगन सर। र अबको क्रममा हाम्रो आदरणीय भ्युअर्स साथीहरू, जो महानुभावज्यूहरू हाम्रो यो कार्यक्रमलाई सुरुदेखि नै हेरिरहनु भएको छ र सुरेश लामा सरको पर्खाइमा बस्नुहुने आदरणीय व्यक्तित्वज्यूहरू, फेरि पनि म तपाईँलाई हृदयदेखि नै न्यानो स्वागत गर्न चाहन्छु। र मैले प्रत्येकको नाम लिन सक्दिनँ, मैले यहाँ धेरै आदरणीय व्यक्तित्वज्यूहरू देखेको छु। मैले सबैको नाम लिन थाल्यो भने समय एकदमै कम रहन्छ, सो मलाई माफ गर्नुहोला। र म एकमुष्टमा फेरि पनि म तपाईँहरू सम्पूर्णलाई हाम्रो साझा चौतारी सम्पूर्ण परिवारको तर्फबाट धेरै स्वागत गर्न चाहन्छु। र म अबको समय हाम्रो आजको विशेष व्यक्तित्व, आजको विशेष पात्र, जो एउटा सुमधुर स्वरको धनी हुनुहुन्छ, प्लेब्याक किङ हुनुहुन्छ, आजको विशेष व्यक्तित्व सुरेश लामा सरलाई एउटा प्रस्तुतिको निमित्त विनम्र अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद सम्पूर्णमा। म चाहिँ जब तिम्रो साथ जोनी जेन्टलम्यान फिल्मबाट गाउँछु। मैले र अन्जु दिदीले गाएको गीत हो। अर्जुन पोखरेल सरको सङ्गीत, शब्द सङ्गीत, यसमा उदयराज पौडेल सरको चाहिँ एरेन्जमेन्ट रहेको छ। किशोर थापा दाइले यसलाई मिक्स मास्टर गर्नुभएको छ। यो गीत चाहिँ म हजुरहरूलाई सुनाउँछु। जब तिम्रो साथ मिल्दै गयो, धराधरमा मेरो जिन्दगी काया पलट भयो। यस्तै माया गरिरो अङ्गालोमा भेरिरो सधैँ तिम्रो हुने मन छ। यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकी बनाउँछु भन्छ। थ्याङ्क यू गाइज। धेरै धन्यवाद सर, यो मिठो प्रस्तुतिको लागि। पक्कै पनि तपाईँको आवाजको फ्यानहरू हामीसँग जोडिँदै हुनुहुन्छ। सम्पूर्णमा म फेरि पनि न्यानो स्वागत गर्न चाहन्छु हाम्रो सम्पूर्ण साझा चौतारी परिवारको तर्फबाट। र मिठो प्रस्तुतिको निमित्त म हाम्रो आजको विशेष व्यक्तित्व, आजको विशेष पाहुना आदरणीय सुरेश लामा सरलाई धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। र अब भने म प्रतिस्पर्धीतिर जान चाहन्छु। र प्रतिस्पर्धाको लागि हामीसँग चोमु शेर्पाजी जोडिनु भएको छ। उहाँ हुनुहुन्छ टिम कञ्चनजङ्घाबाट र उहाँको क्याप्टेन हुनुहुन्छ क्याप्टेन बिरु। र म
चोमु शेर्पालाई अबको समय प्रदान गर्न चाहन्छु। सो चोमुजी, सर्वप्रथम तपाईँलाई स्वागत छ र ढिला नगरिकन यो समय तपाईँको लागि प्लिज। टासीदिली नमस्कार सबैजनालाई। धन्यवाद कार्यक्रमका सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्षज्यू, आजको यस कार्यक्रमको विशिष्ट अतिथि सुरेश लामाज्यू र आजको निर्णायक मण्डलज्यूहरू लगायत साझा चौतारीको यो कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि अहोरात्र खट्नुहुने सम्पूर्ण साझा चौतारी परिवार र सम्पूर्ण क्याप्टेनज्यूहरू लगायत दर्शक दीर्घमा रहनुभएका सम्पूर्ण मान्यजनहरूमा टासीदिले म चोमु शेर्पा खुसी टिम कञ्चनजङ्घाबाट क्याप्टेन बिरुको साथमा हार्दिक अभिवादन टक्र्याउँछु। यो आज शहीद दिवस यो देश निर्माणका लागि हाम्रो पुर्खाहरूले एकदमै धेरै महत्त्वपूर्ण योगदान दिनुभएको छ र ती योगदानहरूलाई सम्मान गर्दै सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै म आफ्नो प्रस्तुतितर्फ अगाडि बढ्न चाहन्छु। मेरो भागमा परेको छ स्वर्गीय राजा हुनुहुन्छ महेन्द्र वीर विक्रम शाहदेवज्यूको शब्द रचना, नातिकाजीज्यूको सङ्गीत र आदरणीय दिग्गज व्यक्तित्व आदरणीय दीप श्रेष्ठज्यूको स्वरमा सजिएको नजाऊ छोडी यो देश बोलको गीतलाई म यहाँहरू माझमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। कर्तव्य तिम्रो जान वा नजान तिम्रै मर्जी, कर्तव्य तिम्रो जान वा नजान तिम्रै मर्जी, हक जताऊ या झर्को मान तिम्रै मर्जी, कर्तव्य तिम्रो जान वा नजान तिम्रै मर्जी, हक जताऊ या झर्को मान तिम्रै मर्जी। मैले अनुनय गरे विनय गरे बिन्ती बिसाएँ, मैले अनुनय गरे विनय गरे बिन्ती बिसाएँ, यो धरा आमा ठान या नठान तिम्रै मर्जी।